हाम्रो पोलिसी रेगुलर गर्नु भन्ने आदेश छ, रेगुलर गर्यो, धेरै रेगुलर भयो। तर विशेष गरेर कतिवटा डिपार्टमेन्टमा चाहिँ अहिले पनि हाम्रा त्यस्ता 4 वर्ष नागेका कर्मचारीहरू विभागको कारणले, सरकारको कारणले गर्दा होइन। सरकारले त आदेश जारी गर्यो, नोटिफिकेसन जारी गर्यो, जसको चाहिँ कागजपत्र ठिक छ, 4 वर्ष उहाँहरूले क्रस गरेको छ, उहाँहरूको रेगुलर गर्नु भन्ने भयो हामीले। तर कति डिपार्टमेन्ट चाहिँ केही न केही भाँजो हालेर यस्तो यो छैन, यसको यो ट्रेनिङ छैन, यसको यो केही छैन भनेर रोकेको छ, ताकि उहाँहरूको गोजीबाट नै सेलरी दिनुपर्छ जस्तै गरेर रोकिरहेको छ। म भन्दिनँ कुन कुन डिपार्टमेन्टले रोकेको छ, तपाईँले आफैले मेरो डिपार्टमेन्टमा यति पो रोकेको छ भनेर भोलिदेखि नै तपाईँले फलोअप गर्नु होला। किनभने हेर्नुहोस्, तपाईँहरूले त्यो जति पनि रेगुलर हुने तपाईँको कर्मचारीहरू उहाँहरू ठुलो कर्मचारी होइनन्, जसले आफ्नो 1 महिनाका तनखा उहाँहरूको पार हुँदैन। किनभने 1 महिना अघि नै चलाइसकेको हुन्छ, सेलरी थापेर बाँकी तिर्नु मात्रै हो। उहाँहरूको पार हुँदैन तनखाले, उहाँहरू मात्रै हुन्छ। अनि त्यस्ता कर्मचारीहरू आज धेरैवटा तपाईँ छ। तर जब हामीले एउटा पोलिसी बनाए, सरकारको काम हो पोलिसी बनाउने, पोलिसी बनाएर 4 वर्षको लागि दिने भन्ने तपाईँको जुन पोलिसी भएपछि त्यसलाई मान्नु पर्यो नि। जसको डकुमेन्ट्स छैन, डकुमेन्टेसन ठिक छैन, त्यसलाई हामी मान्दैनौँ। तर केही न केही भाँजो लगाएर, कुनै के लगाएर गर्नु चाहिँ यो अलिकति है मानवताको हैसियतमा चाहिँ ठिक होइन भन्छु म है। अब ब्युरोक्रेटिक हिसाबमा ठिक होला, तर मानवताको हिसाबमा चाहिँ ठिक होइन जस्तो मलाई लाग्छ। र जति पनि पेन्डिङ केसेसहरू छ, तपाईँहरूले कृपा गरेर झट्टैभन्दा झट्टै है तपाईँहरूले उहाँहरूलाई रेगुलर गर्ने कृपा गरिदिनु होला। उहाँहरूको पनि सपना होला रेगुलर भएपछि एउटा गाडी किन्ने, सानो भए पनि अल्टो किन्ने, अनि आफ्नो है तपाईँको आफ्नो वाइफलाई होस्, आफ्नो हस्बेन्डलाई होस्, टक्क राखेर नानीलाई पछि राखेर है कुनै पनि सपिङ गर्नु जाने उहाँहरूको पनि चाहना होला। जसरी हाम्रो चाहना छ, त्यो चाहनालाई हामीले मार्न हुँदैन। त्यसले गर्दा कृपा गरेर उहाँहरूलाई रेगुलर गरिदिने म तपाईँलाई अनुरोध गर्न चाहन्छु। हामीले 30,000 भन्दा ज्यादालाई हामीले रेगुलर गर्यो, यो थाहा छ।